आहा कस्तो सेक्सी बीच भएको छ। Let's go fishing. म हातले नि मार्ने कोसिस गर्छु नि म पानी भित्र छिरेर। आजको हाम्रो खेलाडी नै घाइते भइसक्नु भएको छ अलरेडी है। घाइते भइसक्यो त्यो माछा खालिहरला घुमाइ चाहिँ कडा छ है सरको। आम्बो स्पिड हेर्नु सरको स्पिड। नट गुड है सर यार। सरलाई गाडी लिएर पठाइदिनु क्या घर। नट गुड है। ल यही है कुराहरु चाहिँ भर्खर मारेछ। अब फाइनली आज हैन हामी अब म चाहिँ 2 वर्षपछि आउँदैछु दादासँग माछा मार्न। दादाले चाहिँ कतिको आज माछा मार्न सक्छ कि सक्दैन भन्ने कुरो कतिको प्रोग्रेस भएछ 2 वर्षपछि। तर आज चाहिँ अब मर्ला जस्तो लाग्छ मलाई। किन भन्दा दादाले चाहिँ लकी कट्टु लाएर आउनु भएको छ। लकी कट्टुमा चाहिँ म्याक्सिमम परिरहेछ भने त म्याक्सिमम प्रोबेबिलिटी कतिको थियो लकी कट्टुमा लकी जाङ्गे सोच्नु न यो जाङ्गे लाएर प्लस अर्को कुरा भन्दा हाम्रो दादाको लकी मान्छे पनि ल्याउनु भएको छ यहाँ। दादाले फेरि पुरै हेर्नु न टक्क यो लकले हेर्न भरिपूर्ण भएर होइन गमक्क भएर बस्नु भएको छ। सो आज चाहिँ अब दादाको डबल लक होइन कतिको अब काम गर्छ कि गर्दैन। ब्याड लक वाला आहा फेरि एकजना चाहिँ ब्याड लकै आज होइन। म आउने बेलासम्म चाहिँ अहिलेसम्म दादाले माछा मारेको आफ्नै आँखाले चाहिँ मैले अहिलेसम्म देखाएको छैन दादाले। आज चाहिँ अब आज मैले मात्रै देख्दिनँ सारा जनताले देख्छ है त आज है त आज के सिधा। तर अलिकति ट्राफिक छ है हाम्रो यहाँ। अब नत्र बारबिक्यू गर्नको लागि मार्केटबाट भए पनि लिएर जानुपर्छ। एज एभ्री टाइम सधैँको जस्तो के छ हाम्रो हतियारहरू के छ त्यसको सर रेडी छ नि यहाँ हतियार रेडी छ त यहाँनिर। है कतिवटा छ आज हाम्रो हतियार? एउटा दुईटा तिनटा चारवटा छ। चारवटा चाहिँ इनफ हुन्छ नि? हुन्छ हुन्छ। म हातले नि मार्ने कोसिस गर्छु नि म पानी भित्र छिरेर। पेटले होइन हातले। हातले तपाईँ भित्र छिर्नु सक्नु हुँदैन होला सर? अहिले त्यहाँ माछासँग पौडी खेल्छु हो म। गाडी त म त गाडी नचढी नेपाल गइन्छ पर्मिसन नलिकन आएको छ सरले। ला के रे त्यही त यहाँनिर कस्तो सेक्सी बीच भएको छ नेक्स्ट लेभलको यार कसम के कसम से आज त अनि ड्रोनै लिएर आउनु पर्ने। ड्रोन पनि ल्याउनु पर्ने रहेछ यार। नेक्स्ट लेभलको छ सर यार। तपाईँले ड्रोन ल्याउन पनि थियो यार। ड्रोन सट लिनको लागि त सम्झेको ड्रोन सट बवाल हुन्छ यार। कस्तो बवाल के हेर्दै म चाहिँ पानीभित्र लम्म छिर्नु जस्तो भएको। छिर्ने हो दादा? छिर्दिनु त तपाईँ छिर्नु भयो। मलाई उडाउला है मान्छेले यत्रो छाल्छ मान्छेले। मलाई बचाइहाल्छ नि। छाल्छ निस्किने हेर्दा पो हो छ्या मान्छे उडाउँछ यो छाल पर्दैन मान्छे फर्स्ट कहाँ भन्ने बित्तिकै चिन्दै भएर पर्दा नि पर्दैन है मान्छेलाई। मिलियनजनाले पर्छ कतिजना त्यत्रो मिलियन मान्छे हुन्छ। मिलियन एउटा टिकट हुन्छ। पर्यो आयो है फाइनली। अब चाहिँ ऱ्याप्टर लिएर को आएछ? पार्किङ यहीँ हुन्छ है। ठिक छ ऱ्याप्टरकै साइडमा हानौँ। माल छ मान्छे अलिक क्विक झिकिहाल्नु पर्यो। खै त राम्रो एसिस्टेन्ट नल्याउनु भन्यो दादा आज। काम गर्नै पर्दैन नि लक भइसक्यो गर्मी हुँदैन। गर्मी नै हुन्छ नि जाडो नै हुन्छ नि। ब्याग चाहिँ कोही त दादा हाम्रो माछा हाल्ने आज त ठुलो त्यसमा नअटेको यहाँ नअटेको ठिक छ अब कत्रो खत्यो होइन बिस्तारै अब ठुलोवाला किन्न पर्यो। ल फाइनली आइसकेको छौँ हामी। ला लेट्स गो फिशिङ। आज चाहिँ पक्कै मर्ने छ। दादा लक गर्नु भयो? ओहो ठाउँ चाहिँ बबाल छ। हावा पनि बबाल चलिरहेछ। तपाईँ यस्तोमा खेल्न सक्छ पौडी? यस्तोमा सकिँदैन नि खेल्न। एकजनाले मोटेको लग अब हेरौँ अब कतिको छ अब कहाँ।
ठिक छ खोइ त हाम्रो यहाँ भित्र के छ Hey my friend Good yourself You catch anything today Salmon, no snapper. ल दादाले है यहाँ साथीहरू पनि बनाइसकेको छ है यहाँ दादा साथीको नाम के हो हँ? ए त्यस दादाले चाहिँ यहाँ धेरै चिनिसक्नु भएको छ यहाँ एरिया चाहिँ माउन्ट मार्था चाहिँ दादाको एरिया नै हो यो भनौँ यता सिकाइदिनु न सरलाई नि आउँछ सरलाई ए सिपालु नि सर त क्विक लर्नर भन्थे यत्रो है के छ दादा हाम्रो चारामा के माछा हो यो फेरि यस्तो माछा हालेर माछा मार्नुहुन्छ फेरि दादाले फेरि यो चाहिँ हामीले पिन चर्ट भन्छ होइन कुन माछाले मन पराउँछ त्यो माछा सबै एभ्रिथिङ सबै माछाको प्यारो भनेपछि आलु अस्ते भयो हाम्रो लागि आलु अस्ते हो माछाको लागि है सार्डिन्स होइन एकदम ओइली एकदमै बोसोजनक भएर चाहिँ माछालाई मन पराउने कारण ठिक छ जे होस् पारा हेर्दा चाहिँ दादाले हो कि जस्तो त लिएर आइरहेछ बल्छी हाल्दै गर्नु नि त सर ल ल है हाम्रो माल सामान रेडी भइसक्यो सर यार यसबाट गर्नै भइसक्यो हालिहाल्ने ल दादाले लोड हानिसक्नु भएको छ हाम्रो फर्स्ट कहाँ पुग्यो उता पर पुग्यो देखिन्छ कि देखिँदैन भयो हिँडिन्छ तान्यो भन्दाखेरि आजको हाम्रो खेलाडी नै घाइते भइसक्नु भएको छ अलरेडी है घाइते भइसक्यो माछाले नै हानिदिएर माछाले हाने लास्ट ठुलो छाला आयो त अहिले झन् आउँछ बस्नु सर बस्नु त दादाले अर्को सर्ट हान्दै हुनुहुन्छ हाम्रो यो चाहिँ गयो पर यो चाहिँ अलिकति ठिक छ बल्छी हानिसक्यौँ हामीले अब चाहिँ वेट गरेर बस्नुपर्छ हेरौँ एउटामा चाहिँ स्क्विड अनि अर्कोमा चाहिँ त्यो अर्को कुन हो माछा हाल्यो हो त्यो भएर ठ्याक्कै दुई थरी गर्नु पर्दो रहेछ एसिस्टेन्टले अब कतिको तान्छ हेरौँ है त कहाँ चाहिँ फाइगा ला घुमाइ चाहिँ कडा छ है सरको आम्बो स्पिड हेर्नु सरको स्पिड आवेशमा नाम है सर है आवेशमा नाम है त्यस्तो नजिक टाढै गयो होइन छैन एकैछिनमा आयो त यो त रिल पनि राम्रो गर्छ है सरको अलिकति लक्षण अलिकति भएन सर तपाईँ आयो कि 2 वर्षपछि तपाईँ आयो नट गुड यार सर यार सरलाई गाडी लिएर पठाइदिनु हो क्या घर नट गुड यार नट गुड सर नट गुड परिसकेको माछा पनि फुत्किएर हो कि यार सर तपाईँले अब पर्छ सर अब पर्छ भन्नु पर्यो फाइनली सधैँको जस्तै फेरि आज माछा परेन है त्यसैले फेरि प्याकअप नेक्स्ट टाइम अब खाली हात फर्किनु पऱ्यो है हो भयो नजाने गाडीमै जाने अब जस दादाको यो कट्टु चाहिँ अलिकति देख्दै नदेख
ए अर्को यो मान्छे आएर पनि हो सर अलिकति 2 वर्षपछि को आएको खासै अलिकति लक्षणको सङ्केत त आइरहेको थिएन 2 वर्षपछि आएको मान्छे आ भएर अस्ति त बरु माछा परेन भनेपछि सर एन्डिङ जहिले पनि ह्याप्पी चाहिँ नहुँदो रहेछ ठिक छ अब ह्याप्पी एन्डिङ गर्नुपर्छ यत्तिकै हेल्प चाहिँ गर्नु पऱ्यो नि त दुइटा समात्नु पऱ्यो नि त त्यसो दादा अलिकति डिसपोइन्ट देख्छु त अर्कोचोटि अब त के लाएर आउने त लगाऊ डिसपोइन्टेड ए सर बिस्तारै है सर है सरले चाहिँ माछा मार्ला जस्तो लाग्यो मलाई ला है दादा बिस्तारै यार खै कत्रो रगत आएको ल यही हो केटाहरूले चाहिँ भर्खर मारेछ गट नथिङ नथिङ No eating food. 2 hours, not even a bite. 5 minutes. खोइ त यिनीहरूको दाइ यिनीहरूको माछा खोइ त यिनीहरूको माछा यो हो तिग्रा त आइसक्यो नि दादाको यी पापा हान्छ र बसुट लागेको सरलाई कति अझै अझै आस 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 तिराख्नु भएछ क्या सरले यत्रो डाँडा झरेर आइयो हात पऱ्यो शून्य अब कहाँ स्प्रिङ बेल मार्केट हो हामी अब यस्तो यस्तोमा त्यही गर्न खरायो सारा मारेर क्याम्पिङ गरेर ला खरायो मार्ने रे भनेपछि आज डिनर के खान्छ सर डिनर खै तपाईँले जे बनाउँछ त्यही माछा खाने भनेको अब माछै छैन माछा 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 ब्याग्यो त भयो है भएन नि दादा यार फुल्ली डिसपोइन्टिङ त्यही हजुर है सरको ड्रिम कार हो क्या यस्तो यस्तो चढ्नुहुन्न सरले